हेलो गुड मर्निङ गाइस। आज चाहिँ अब यो चल्लाको जग्गा बढाउने बेला भएको थियो। दुई पोस्टमा थियो, यता दुई पोस्ट थियो, यहाँसम्म थियो, यो पोस्टसम्म। त्यहाँदेखि यता एक पोस्ट बढाइदिएको छ। आज नयाँ जग्गामा जाँदैछ खेल्नु। आज जग्गा बढाइदिएको अलिक टाइट भएछ र घाम लागेछ, त्यो डङडुङ पर्दा झारिदिएको। अहिले त घामै गयो फेरि हो, यस्तै हुन्छ मौसम। तर यो चल्लाहरू चाहिँ ठिकै छ, बढिरहेको छ राम्रै। यता खाँदैछ फेरि, ग्रोथ त राम्रै छ। 2000 हालेको चल्ला सबैको। आज 6 दिन भएको छ। रामले बट्टा मिलाउँदैछ, पर्फेक्ट भएको छ हौ राम। मैले सिकाएर एकदम केही भन्नु पर्दैन, सबै काम गरिहाल्छ। म आउँदा त सक्न आँटेको थियो त। लाइटहरू पनि जम्मै मिलाएको छ यतातिरै। अब सिर्फ त्यो एक लाइन मात्रै छ चारोको बट्टा मिलाउनु। पानीको पनि मिलाइसकेको छ। आज त अटो ड्रिङ्कर नछोडौँ होला हौ है। बेगा पानीले पुग्दैछ त्यसो भने भोलि मात्र छोड्नुपर्छ। अब यति झोक्रेछ, यसलाई नि बिमार लागेछ। दबाई खान र होइन जग्गा बनाउँदा चाहिँ खेदा गर्नुपर्छ र खादिन्छ एकपट्टि आरोसी। यो चाहिँ पुरा हेर्नुपर्छ। यिनीहरूलाई अलिकति ध्यानपूर्वक बढाएन भने चेप्टेर मर्छ फेरि। ध्यानपूर्वक चलाउनुपर्छ, चेप्टेर मर्छ र बा। यता चाहिँ सफा देखिरहेको छ, आज भुसाले बनाएको। उज्यालो पनि छ यता, त्यो चाहिँ अलिक अँध्यारो छ। कहाँ निस्किने छ? बाहिर निस्किने छौ तिमीहरू? बाहिर होइन, भित्र पस। यहाँबाट निस्किने होला, बन्द गर्नु यिनीहरूलाई। यहाँबाट निस्किने रहेछ, बोरा हालिदिनुपर्छ। यहाँबाट निस्किने रहेछ यिनीहरू, यहाँ बोरा हालेर बन्द गर्नुपर्छ। अब भोलिदेखि चाहिँ अटो ड्रिङ्कर छोड्नुपर्छ पानीमा। पानीको यो अटो ड्रिङ्कर हो, यहाँबाट पाइप लाइन छ, यहाँबाट गएर यहाँ माथि पाइप छ। भोलिदेखि चाहिँ यिनीहरूलाई यो अटो ड्रिङ्करमा छोडिदिनुपर्छ। आजसम्म त म्यानुअली ड्रिङ्करले पुगिरहेको छ पानी, अब भोलि चाहिँ छोडिदिनुपर्छ एकछिन। यहाँ माथि छ ड्रम धुनुपर्छ, ड्रम थापेर धुनुपर्छ। धोइधाइ गरेर मात्रै ड्रिङ्कर धोइधाइ गरेर मात्रै पानी छोड्नुपर्छ। यस्तो ड्रिङ्करमा अस्ति चुना हानेको मैला छ, मजाले सफा गरेर मात्रै हुनुपर्छ। हुन्छ, आजलाई यति नै, बाई बाई।